सोच्नुस् त महिनाको 25 गते तलब आयो हैन, तर एक हफ्ता पनि नबित्दै खल्ती खाली कस्तो हुन्छ होला। यदि यस्तो तनावले सताइरहेको छ भने चिन्ता नलिनुहोस्, यो अवस्था बदल्न सकिन्छ। आज हामी पैसाको यो तनावलाई कसरी काबुमा लिने भनेर केही एकदमै सरल तर शक्तिशाली तरिकाहरू सिक्नेछौँ। साँच्चै भन्नुपर्दा यो प्रश्न धेरैको मनमा खेल्छ। बिहान 9 बजे अफिस पुग्ने हतार, दिनभरिको कामको थकाइ अनि महिनाको अन्त्यमा हेर्दा ब्याङ्क खाता लगभग शून्य। यो चक्रले कति तनाव दिन्छ है। तर सोच्नु भएको छ कतै समस्या तलबमा होइन अर्कै कुरामा पो छ कि? हो नि, यी भावनाहरू हामीमध्ये धेरैलाई थाहा छ। राति ओछ्यानमा पल्टिँदा पनि दिमागमा कोठा भाडा, बिजुलीको बिल, बच्चाको स्कुल फी यस्तै कुराहरू घुमिरहन्छन्। तर आज हामी यही चक्र तोड्ने बाटो खोज्दैछौँ। ल, अब हाम्रो आर्थिक तनावको खास जड कहाँ छ त त्यो खोजौँ है त। धेरैले के सोच्छन् भने तलब नै कम छ के गर्नु, तर वास्तविक जरा अर्कै ठाउँमा लुकेको छ। त्यो हो हाम्रो बानीमा। हो, ठ्याक्कै। समस्या कम तलब होइन, बरु पैसालाई कसरी चलाउने भन्ने तरिका नजान्नु हो। एउटा उदाहरण हेरौँ न। एउटै अफिसमा उस्तै तलब खाने 2 जना साथी छन्। 5 वर्षपछि एउटाले घर जग्गा किन्न पैसा जम्मा गरिरहेको हुन्छ, अर्को साथी चाहिँ आज पनि महिनाको अन्त्यमा तनावमै हुन्छ। यो भाग्यले होइन, बानीले फरक पारेको हो। यो भनाइले कति गहिरो कुरा भन्छ है। पैसा पहिला दिमागमा कमाइन्छ अनि मात्र खल्तीमा आउँछ, र त्यो खल्तीमा आएको पैसालाई टिकाउन पनि फेरि दिमाग नै चाहिन्छ। त्यसो भए समाधान के हो त? ल, अब पैसालाई आफ्नो काबुमा राख्ने 3वटा एकदमै सरल तर शक्तिशाली सूत्रहरू हेरौँ, जसले हामीलाई यो आर्थिक तनावबाट बाहिर निस्कन मद्दत गर्छ। हेर्नुस्, कुनै पनि कुरालाई कन्ट्रोलमा लिनु छ भने त्यसलाई पहिला छर्लङ्ग देख्न सक्नुपर्छ, होइन र? पैसाको मामलामा पनि त्यस्तै हो। आर्थिक नियन्त्रणको पहिलो पाइला नै यही हो, आफ्नो खर्चको एउटा सफा चित्र बनाउने। हाम्रो पैसाको सबैभन्दा ठूलो दुश्मन ठूला खर्चहरू होइनन्, बरु अफिस जाँदा अल्छी लाग्यो भनेर लिएको 200 को राइड, साथीसँग गफ गर्दा पिएको 80 रुपैयाँको चिया, वा बेलुका खाना बनाउन जागर नचल्दा मगाएको 400 को मोमो। यस्तै ससाना खर्चहरू हुन्। महिनाको अन्त्यमा यिनै ससाना खर्चहरू मिलेर एउटा ठूलो राक्षस बन्छन्, जसले हाम्रो तलब निल्छ। यो एउटा एकदमै सरल तर अचूक अभ्यास हो। आजैबाट एउटा प्रण गरौँ। 10 रुपियाँको पानीको बोतल होस् वा 5000 को रासन, हरेक खर्च लेख्ने। महिनाको अन्त्यमा जब त्यो लिस्ट हेरिन्छ नि, साँच्चै करेन्ट लागे जस्तो हुन्छ। अनि बल्ल थाहा हुन्छ आफ्नो पैसाको लुकेको दुश्मन को रहेछ भनेर। अब जब खर्चको नक्सा तयार भयो, पैसालाई सही बाटो देखाउने एउटा जीपीएस पनि त चाहियो, होइन र? हो, त्यही जीपीएसलाई बजेट भनिन्छ। र 50-30-20 नियम संसारकै सबैभन्दा सजिलो नियम हो। आफ्नो आम्दानीको 50% चाहिने रहने कुरामा, 30% रमाइलो गर्न र बाँकी 20% आफ्नो भविष्य सुरक्षित गर्न छुट्याउने। कति सरल। ल, मानिलियौँ कसैको तलब 30,000 छ। यो नियम अनुसार के भयो त? 15,000 आवश्यकतामा, 9,000 चाहनामा र 6,000 बचत र लगानीमा। यो ढुङ्गामा लेखेको नियम त होइन, तर यसले पैसा कहाँ जानुपर्छ भनेर एउटा छर्लङ्ग बाटो देखाउँछ। र सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने हरेक महिना 6,000 रुपैयाँ आफ्नो भविष्यको लागि काम गरिरहेको हुन्छ। ल, पैसा कहाँ जान्छ थाहा भयो। अब आफ्नो भविष्यको लागि एउटा रक्षा कवच बनाउने बेला आएको छ। मतलब एउटा यस्तो सिस्टम बनाउने जसले पैसालाई आफै सुरक्षित गरोस्, बारम्बार सोच्नै नपरोस्। महान लगानीकर्ता वारेन बफेटले के भन्छन् भने खर्च गरेर बचेको पैसा नबचाउनुहोस्, बरु बचाएर बाँकी रहेको पैसा खर्च गर्नुहोस्। यो सुन्दा उल्टो लाग्ला, तर यो एकदमै शक्तिशाली कुरा हो। तलब आउने बित्तिकै त्यो तोकिएको 20% रकम छुट्टै खातामा जाने एउटा अटोमेटिक सिस्टम बनाइदिने। जब पैसा आँखाबाट टाढा बचत खातामा सुरक्षित हुन्छ नि, तब अनावश्यक खर्च गर्ने इच्छा पनि आफै कम भएर जान्छ। सोच्नुहोस् त, एकातिर पैसा बचाइरहेको छ तर अर्कोतिर चर्को ब्याज तिरिरहेको छ भने यो त प्वाल परेको बाल्टिनमा पानी भरे जस्तै भयो नि, होइन र? त्यसैले ऋणबाट मुक्त हुनु आर्थिक स्वतन्त्रताको पहिलो खुट्किलो हो। यो एकदमै जरुरी छ। बजारमा हिँड्दा कुनै राम्रो ज्याकेट वा मोबाइल देख्यो अनि किन्न मन लागिहाल्यो, एकछिन पर्खिनुहोस्, तुरुन्तै नकिन्नुहोस्। त्यसलाई डायरीमा लेखेर 30 दिन पर्खिनुहोस्। 99% अवस्थामा 30 दिनपछि त्यो किन्ने इच्छा नै मरिसकेको हुन्छ। यो एउटा सानो ट्रिकले हजारौं रुपैयाँ अनावश्यक खर्च हुनबाट बचाउन सक्छ।
ल पैसा बचाउन सिक्यो, ऋणबाट मुक्त हुने बाटो पनि थाहा भयो। तर यो त सुरुवात मात्र हो। अब आर्थिक सुरक्षाबाट आर्थिक वृद्धितिर लाग्ने बेला भयो। मतलब अब पैसालाई बढाउने बाटोमा हिँड्ने बेला भयो। आम्दानी बढाउने सबैभन्दा राम्रो तरिका के हो? आफ्नो सिप बढाएर, आफ्नो कामसँग सम्बन्धित नयाँ कोर्सहरू लिने, आर्थिक ज्ञान बढाउने किताबहरू पढ्ने, यी सबै आफैमा गरिने लगानी हुन्। दिमागमा गरेको लगानीलाई कसैले चोर्न सक्दैन र यही सिपले कमाउने क्षमता बढाएर जीवनभर फाइदा दिन्छ। धेरैजना के सोध्छन् भने अहिले त तलब थोरै छ, जब बढ्छ तब लगानी सुरु गर्छु। यो आर्थिक जीवनको सबैभन्दा ठूलो भ्रम हो साँच्चै। लगानीमा कति पैसा लगाइयो भन्दा पनि कति लामो समयसम्म लगाइयो भन्ने कुराले धेरै ठूलो फरक पार्छ। यसैलाई भनिन्छ कम्पाउन्डिङको शक्ति, जसलाई कतिपयले संसारको 8औं अजुबा पनि भन्छन्। यहाँ तपाईँको पैसाले पनि पैसा कमाउन थाल्छ। हेर्नुस् त, महिनाको केवल 1000 रुपैयाँले पनि 30 वर्षमा 35 लाख बन्न सक्छ। यो जादु होइन, यो हो समय र निरन्तरताको शक्ति। त्यसैले 500 वा 1000 जतिबाट हुन्छ, सुरुवात चाहिँ आजै गर्नुपर्छ। ल, हामीले धेरै कुरा गर्यौं होइन त? तर यो सबै लामो यात्रा एउटै सानो कदमबाट सुरु हुन्छ। अबको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको त्यही पहिलो कदम चाल्नु हो। हेर्नुहोस्, यो यात्रा सजिलो त छैन, तर असम्भव पनि छैन। यो रातारात धनी हुने लट्रीको टिकट होइन, यो त एउटा म्याराथन दौड जस्तै हो। र हरेक म्याराथन पहिलो पाइलाबाटै सुरु हुन्छ। आज आवश्यक छ त केवल त्यही एउटा पहिलो पाइलाको। चाहिने औजार र ज्ञान अब हामीसँग छ। अब पालो हो पहिलो कदम चाल्ने। के गर्ने? धेरै सोच्नै पर्दैन। अब तुरुन्तै गर्ने अर्को खर्च जेसुकै होस्, त्यसलाई एउटा डायरी वा मोबाइलको नोटमा लेखेर यो यात्रा सुरु गरिहाल्ने। एउटा कुरा सधैँ याद राख्नुहोला, तलबले होइन, बानी र सोचले भविष्य बनाउँछ। आफ्नो आर्थिक जीवनको लगाम अब आफ्नै हातमा छ। त्यसो भए यो प्रश्नमा विचार गर्दै आजै आफ्नो आर्थिक जीवनको नयाँ अध्याय सुरु गरौँ। त्यो पहिलो कदम के हुनेछ?